हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई पोखरामा रहेको गुप्तेश्वर महादेव दर्शनका लागि लगिरहेको छु। म आज गुप्तेश्वर महादेवको दर्शनको लागि ट्याक्सीमा चढिसके साथीहरू। अब म गुप्तेश्वर महादेवमा पुग्छु साथीहरू। ल अब चाहिँ गुप्तेश्वर महादेवको गुफा प्रवेशद्वारमा आइसकेका छौँ साथीहरू। हामी प्रवेश गरिसकेका छौँ साथीहरू। यो चाहिँ मेन गेट हो सुरुको। हेर्नुहोस् साथीहरू, तीर्थयात्रीहरू दर्शनका लागि एकदम भिडभाड देखिँदो रहेछ साथीहरू। यस्तो ठाउँमा चाहिँ गुप्तेश्वर महादेवको दर्शनका लागि चाहिँ प्राय इन्डियनवासीहरू धेरै आउनु हुँदो रहेछ साथीहरू है साथीहरू। अनि यो भित्र गल्लीहरूमा यस्तो दामी दामी सजिएका यी पसलहरूमा यस्तो राम्रो राम्रो गिफ्ट लिने जस्तो सामग्रीहरू हुँदो रहेछ साथीहरू। यहाँ हेर्नुहोस् साथीहरू, कति राम्रो राम्रो सामानहरू पाइन्छ साथीहरू। हेर्नुहोस् त, यति राम्रो राम्रो सामानहरू गिफ्ट लिएर कसैलाई दिने जस्तो होइन साथीहरू। कति दामी दामी छन्। ल अनि साथीहरू, हामी चाहिँ सर र मजाले उहाँ दिदीहरू हुनुहुन्छ, दुईवटा दिदी बुढी अनि मेरो छोरी त सुतिसकेकी छिन्। हामी चाहिँ अगाडि लाग्छौँ साथीहरू। अब गुप्तेश्वर महादेवको दर्शनका लागि अगाडि बढिरहेका छौँ साथीहरू। हामी चाहिँ तर बजारहरूमा मानिसहरूको चहल पहल धेरै छ साथीहरू। बजार भन्नाले यो भित्री त्यही गुप्तेश्वर महादेव दर्शनका लागि आउनुभएका तीर्थालु जनहरू, मित्रहरू, दर्शनयात्रीहरू चाहिँ भिडभाड छ साथीहरू। हेर्नुहोस्, अब हामी चाहिँ अगाडि गएर गुप्तेश्वर महादेव प्रवेशका लागि टिकट काट्छौँ साथीहरू। त्यहाँ अगाडि भित्र छिर्नको लागि पनि हामीले टिकट काटेर जानुपर्ने हुन्छ साथीहरू। अब चाहिँ हामी वो दिदीले टिकट काट्न जानुपर्छ भन्नुभएको छ साथीहरू। म चाहिँ पहिलोचोटि आएको, अब टिकट काट्न जान्छु साथीहरू। हामी नेपालीका लागि चाहिँ 50 रुपिस छ साथीहरू भने नेपालीभन्दा बाहिरकालाई चाहिँ 150 छ साथीहरू। मैले चाहिँ टिकट काटिसकेर बाहिरको दृश्यलाई यस्तो दामी लागेर यो कला संस्कृति, यस्तो हस्तकलाहरूलाई मैले चाहिँ एकदम दामी लागेर चाहिँ मैले मेरो भिडियोमा कैद गरेको छु साथीहरू। अब हामीले टिकट अब चेक गर्नु पर्दो रहेछ साथीहरू। त्यहाँ चेक गर्न लगिसकेको छ साथीहरू। त्यहाँ टिकटलाई त्यहाँ चेक गरेपछि मात्रै हामी त्यहाँबाट उता अगाडि बढ्न सक्छौँ साथीहरू है साथीहरू। अब उहाँ दिदी जानुभयो एकजना, अनि त्यसपछि म जान्छु साथीहरू। बुढी गइसकेकी छिन् अनि लास्टमा दिदी आउनुहुन्छ। अनि त्यसपछि हामीले त्यहाँ एकछिन फोटो खिचौँ भन्ने कुरो हुन्छ। यहाँ हाम्रो दिदीहरू र बुढी अनि दुईवटा दिदीहरूले फोटो खिच्ने भन्नुहुन्छ। अनि 2-4वटा फोटो खिचिसके पश्चात चाहिँ हामी चाहिँ साथीहरू अब हामी अगाडि बढ्छौँ साथीहरू भित्र गुप्तेश्वर महादेवको दर्शनका लागि साथीहरू। अब अगाडि बढिरहेका हुन्छौँ साथीहरू हामी चाहिँ। त्यस पश्चात फेरि मलाई मनले मान्दैन साथीहरू। फेरि मैले यो दृश्यलाई फेरि मेरो भिडियोमा कैद गर्न चाहन्छु साथीहरू। कैद गरिरहेको छ। यति दामी छ साथीहरू। हेर्नुहोस् न, यस्तो दामी कला। हेर्नुहोस् त कसरी बनाउनु भयो होला। हेर्नुहोस् त, हाम्रै नेपालमा पनि यस्तो दामी दामी घुम्ने ठाउँहरू रहेछ साथीहरू होइन त साथीहरू। बाहिर किन जानु पर्यो साथीहरू, हाम्रै नेपाल स्वर्गसरी छ होइन साथीहरू। यस्तो दामी दामी मठ मन्दिरहरू, यो गुप्तेश्वर महादेवभित्र पनि यस्तो मन्दिरहरू सजाएर राखेको छ अन्डरग्राउन्डमा। अब हामी अन्डरग्राउन्डिङ जाँदैछौँ साथीहरू। कस्तो दामी छ हेर्नुहोस्। अब तपाईँहरूलाई म देखाउन गइरहेको छु साथीहरू। हेर्नुहोस्, दिदीहरू अगाडि मेरो बुढी अनि दुईवटा दिदीहरू, अर्को एकजना यहीँ घुम्न आउनुभएको साथीहरू हुनुहुन्छ होला, देखिनुभएको साथीहरू एकदम एक्साइटेड हुनुहुन्छ दिदीहरू। म पनि एक्साइटेड छु साथीहरू। अब हामी चाहिँ बिस्तारै बिस्तारै सिडी बाई सिडी हुँदै तल अन्डरग्राउन्डिङ जाँदैछौँ साथीहरू। एकदम अन्डरग्राउन्डिङ रहेछ कि साथीहरू। यो चाहिँ भित्र एकदम भित्र जानुपर्नेछ। मेरो बेबी चाहिँ सुती छिन्। बेबीलाई गाह्रो हुन्छ कि भन्ने भयो, तर गाह्रो हुँदैन जस्तो लाग्छ। हेर्नुहोस् साथीहरू, कस्तो राम्रो छ हेर्नुहोस्। सजिएर बनाउनु भएको छ साथीहरू। हेर्नुहोस् त कस्तो कला, यस्तो दामी दामी। हेर्नुहोस् त, आहा। अब यहाँ हामी चाहिँ बिस्तारै तल छिर्दैछौँ साथीहरू अन्डरग्राउन्डमा। दिदीहरू चाहिँ यहाँ पनि फोटो खिच्छौँ भन्ने कुरा भइरहेछ उहाँहरूको, तर अलिकति पछि फर्केर आउँदा खिच्ने भनेर। अनि त्यसपछि हामी चाहिँ 1-2वटा फोटोहरू मात्रै खिच्छौँ यहाँ, धेरै हामी खिच्दैनौँ साथीहरू। अनि अब हामी मेन गुप्तेश्वरको मेन अन्डरग्राउन्डिङमा प्रवेश गरिसक्यौँ साथीहरू। अब यहाँदेखि भित्र चाहिँ अब छिरिसकेपछि चाहिँ अलि अँध्यारो हुनसक्छ साथीहरू। अँध्यारोमा अब भिडियो कैद हुन सक्दैन। भिडियो त हुन्छ कि अलिक अँध्यारोमा केही पनि देखिन साथीहरू। हामी चाहिँ भित्र अँध्यारोमा बत्तीहरू लाइटहरू त छ साथीहरू, तर अलि पातलो छ, अलि टाढा भएको हुनाले अलिकति भिडियो राम्रो देखिन साथीहरू। यस्तो छ दृश्य। अनि साथीहरू हामी त्यहाँ तल भित्र छिरिसकेपछि त्यहाँ अगाडिपट्टि गौमाता हुनुहुँदो रहेछ साथीहरू। त्यहाँ चाहिँ गौमातालाई हामीले
अब दर्शनका लागि जाँदैछौँ साथीहरू। अब त्यहाँ लाइन छ, अगाडि भिडभाड छ साथीहरू। अगाडि चाहिँ मान्छे भिडभाड भएको हुनाले अब हाम्रो पाला आउँदैछ साथीहरू। दिदी र मेरो बुढी अगाडि हुनुहुन्छ, दुईवटा दिदी अनि मेरो बुढी। अब उहाँहरूले दर्शन गर्दै हुनुहुन्छ साथीहरू गौमाताको दर्शन पश्चात गौमाताले दुध दिनुहुन्छ अरे। त्यहाँ दर्शन गरे पश्चात आफसे दुध आइरहेको छ अरे गौमाताको। दिदीहरूले दर्शन गरिसक्नुभयो, अब मेरो बुढी पनि दर्शन गर्न रेडी हुनुहुन्छ गौमाताको, हेर्नु साथीहरू। अनि त्यस पश्चात साथीहरू अब मेरो बुढीले पनि गौमाताको दर्शन गर्न लागि छिन्। त्यसपछि मेरो पाला आउँछ साथीहरू। यहाँनिर साथीहरू मेरो बुढीले गौमाताको दर्शन गरिरहेका छन् साथीहरू। हेर्नुहोस् है साथीहरू, अब मेरो पाला आयो, मैले पनि गुच्छा चिराएँ। त्यहाँ भेटी चढाइसकेपछि गौमाताको मैले दर्शन गरेको छु साथीहरू है। अनि गौमातालाई दर्शन गरिसकेपछि गौमाताले हेर्नुहोस् कसरी अब दुध दिन्छन् गौमाताको। हेर्नुहोस् है, म देखाउँछु साथीहरू, हेर्नुहोस् है। ल हेर्नुहोस् गौमाताले दुध दिइराख्नु छ, हेर्नुहोस् त। हेर्नुहोस् गौमाताले दुध दिइराख्नु छ, हेर्नुभयो, देख्नुभयो साथीहरू। ल दर्शन गर्नु साथीहरू, टाढैबाट भयो भने है साथीहरू, र तपाईँहरू पनि आउनु सक्नुहुन्छ। ल साथीहरू, अब हामी चाहिँ फेरि पनि त्यहाँबाट गौमाता दर्शन गरिसके पश्चात अझ तल जाँदैछौँ साथीहरू। तल अझ तलपट्टि गएपछि अनि त्यहाँ अरू त्यहाँ डेभिस फलहरू अब सबै त्यहाँ के छ सबै दर्शन गर्नेछौँ साथीहरू। म पनि फर्स्टचोटि आइरहेको साथीहरू, मलाई पनि खासै जानकारी छैन साथीहरू। तपाईँहरू पनि यही मार्फतमा लोकेसन पत्ता लगाएर आउन सक्नुहुन्छ साथीहरू। हामी चाहिँ अब भित्र छिरिरहेको छौँ साथीहरू है। ल साथीहरू, हामी चाहिँ भित्र यस्तो चिसो हुँदो रहेछ, पानी माथिबाट आइरहेको छ साथीहरू, चिस्यान हुँदो रहेछ। त्यो साँघुरो बाटो रहेछ साथीहरू। त्यहाँ साँघुरो बाटोमा चाहिँ उताबाट पनि मान्छेहरू आउने भएर दोहोरो भयो। त्यसपछि हामी चाहिँ त्यहाँ एकछिन रोकिनु पऱ्यो साथीहरू। आइराख्नुपर्छ साथीहरू। दिदीले फेरि सक्यो कि मान्छे सकेन भनेर हेरिराख्नुपर्छ साथीहरू, हेर्नुहोस् त्यहाँ। अब त्यसपछि हामी चाहिँ अब खाली भइसकेपछि हामी चाहिँ छिर्यौँ। त्यहाँबाट माथि अलिकति उकालो लाग्नु पर्दो रहेछ साथीहरू। त्यसपछि त्यहाँ साँघुरो छ, त्यसपछि हो अनि साथीहरू कति चिप्लो बाटो पनि चिप्लो रहेछ, पानीहरू झरेर साथीहरू। त्यहाँ यस्तो मेरो बुढी पनि आइन्छ साथीहरू, नानी बोकेर चट्टा लगाएर है साथीहरू। त्यस पश्चात त्यहाँ हामी चाहिँ अगाडि बढिरहेका छौँ साथीहरू होइन। यस्तो दामी ठाउँहरू हेर्नु त, भित्र यस्तो अन्डरग्राउन्डमा यस्तो नेपालमा पनि यस्तो ठाउँ छ साथीहरू। हेर्नुहोस्, घुम्नलाई लायक ठाउँहरू हेर्नुहोस् साथीहरू, तपाईँहरू पनि आउन सक्नुहुन्छ। यो हो पोखरामा रहेको गुप्तेश्वर महादेव गुफा हो यो चाहिँ साथीहरू है। यहीँभित्र डिभेस फल पनि यहीँभित्र रहेछ साथीहरू। अब यहाँ चाहिँ प्राय हेलो साथीहरू, आज चाहिँ म चाहिँ गुप्तेश्वर महादेव यो यस्तो ठाउँमा आएको छु कि हेर्नुहोस्। हाम्रै नेपालमा पनि यस्तो खतरा ठाउँ छ कि घुम्नलाई लायक ठाउँ। हेर्नुहोस् यस्तो दामी छ, यस्तो हेर्नुहोस् त, यस्तो ठाउँ छ। यहाँ झरेर पानीहरू खसिरहेको छन्। यताबाट आएको हामी चाहिँ, यताबाट यो साइडबाट, यो साइडमा अझै तलतिर जानु छ। अझै तल झरनाहरू के छ अरे साथीहरू, पानी देखिन्छ त्यहाँ। अब चाहिँ साथीहरू म यहाँबाट भर्याङबाट तल झरेर डेभिस फल हेर्न गइरहेको छु साथीहरू। अब चाहिँ त्यहाँ तल मान्छेहरू भिड हुनुहुँदो रहेछ अलिअलि त्यहाँ। त्यसपछि म एकछिन अब झर्नेवालामा छु साथीहरू। त्यहाँ चाहिँ इन्डियाबाट आउनुभएका तीर्थालु जनहरू हुनुहुन्छ। उहाँहरू चाहिँ अब प्राय यहाँ चाहिँ इन्डियाबाट धेरै आउनु हुँदो रहेछ साथीहरू है। अब नेपालीहरू पनि त्यही उति नै मात्रामा हुनुहुन्छ साथीहरू हुन त। ल हेर्नुहोस् साथीहरू, म अब त्यहाँ डेभिस फलको लागि हेर्नको लागि आएको छु। त्यो पारिपट्टि धेरै बाहिरपट्टिको त्यो उज्यालो हो साथीहरू, तलपट्टि त्यो पानी झर्ना डेभिस फल भने त्यही तल झरिरहेको छ। बर्खामा चाहिँ अलि ठुलो पानी आउने हुनाले एकदम ठुलो देखिन्छ, यस्तो दामी देखिन्छ। तर अहिले चाहिँ हल्का सानो भइसकेको हुनाले हिउँदको बेलामा भएर अलिकति अलि छैन साथीहरू। म चाहिँ डेभिस फलमा गएर त्यो दृश्य देख्दा म एकदमै रमाइलो फिल लाग्यो साथीहरू। यस्तो दामी लाग्यो साथीहरू। यो भिडियो अहिले मैले कैद गरेको साथीहरू, कैद गरेको चाहिँ मैले अलि अगाडि नै हो साथीहरू। अहिले मैले भिडियो चाहिँ अलि पछि हालिरहेको छु साथीहरू। डेभिस फल भनेको यही रहेछ साथीहरू, मलाई पनि थाहा थिएन साथीहरू। डेभिस फल भन्ने कस्तो हुँदो रहेछ भनेर साथीहरू, यही रहेछ साथीहरू। डेभिस फलको दृश्य अवलोकन गरिसके पश्चात चाहिँ साथीहरू म चाहिँ फेरि उकालो चढेँ साथीहरू। अब भर्याङ उकालो चढेर फर्किनेवाला छु साथीहरू म चाहिँ। अब साथीहरू हामी चाहिँ यहाँबाट फेरि फर्किनेवाला छौँ। र साथीहरू यस्तो घुइँचो छ, उताबाट फेरि आउँदै हुनुहुन्छ, हामी फर्किनेवाला छौँ। उताबाट मान्छेको
बेलान छ साथीहरू। हेर्नुहोस् त घुम्न आउने मान्छेहरू आम्मामा नेपाली पनि छन् उत्तिकै हुनुहुन्छ साथीहरू, तर पनि इन्डियन अझ मैले धेरै देखेँ है साथीहरू यहाँ घुम्न आउनेमा। किनभने चाहिँ इन्डियनवासीहरू प्रायः धर्म कर्ममा धेरै विश्वास गर्नुहुन्छ जस्तो लाग्छ मलाई। किनभने चाहिँ यो पोखरा भनेको पर्यटकीय स्थल, पोखरादेखि लिएर मुस्ताङसम्म मुक्तिनाथ पनि त यता गण्डकी प्रदेशमै पर्छ नि साथीहरू। त्यसैले यो मुक्तिनाथ दर्शनका लागि नि एकदम घुइँचो हुन्छ नि साथीहरू इन्डियनवासीहरूको। जति बेला बर्खा आयो त कहिले पनि भन्दैन क्या यो साथीहरू। हेर्नुहोस् यसरी आउनुहुन्छ उहाँहरू नै अब यहाँ पनि घुमेर जाने भन्ने सोच होला र यहाँ नै आउनु भयो होला यस्तो चाहिँ। हेर्नुहोस् त साथीहरू आम्मामा सबै यो लाइन भनेको उहाँ इन्डियनवासी इन्डियन दाजुभाइहरूको हो। यो चाहिँ इन्डियन पर्यटक र यस्तो साँघुरो बाटोमा फेरि दुईतर्फी भयो साथीहरू। अब उताबाट नि आउने यताबाट नि जाने भयो, एकछिन वेट गर्नुपर्छ साथीहरू। अब हेर्नुहोस् यहाँनिर फेरि एकदम साँघुरो छ बाटो साथीहरू। अघि पनि आउँदा त्यस्तै भएको थियो, अलिकति खाली नै थियो, हामी रोकेर आएको थियौँ। अहिले चाहिँ हामी आउँदा नि उहाँहरूले रोक्नु भएन र दोहोरो बाटो हिँड्नुपर्ने भयो, तर बाटो साँघुरो हुनाले एकदम गाह्रो भयो साथीहरू। हेर्नुहोस् साथीहरू बच्चासँग एकदमै गाह्रो भयो साथीहरू। त्यहाँनिर एकछिन चाहिँ हामीलाई अब उहाँ इन्डियनवासीहरू हुनुहुँदो रहेछ। हेर्नुहोस् त हिँड्नु न, होलिया हेर्दा ठ्याक्कै चिन्न सक्नुहुन्छ साथीहरू। त्यस्तो भन्न खोजेको होइन मैले चाहिँ होइन साथीहरू। हेर्नुहोस् साथीहरू गाइस आप लोग पनि आइए यहाँ, ये हमारे वीडियो में ये देखा है आपका पड़ोसी है इंडियनवासी। आप भी आइए इधर। हमारे नेपाल में बहुत घूमने के लिए बहुत अच्छा ठाउँ है, अच्छा प्लेस है इधर, धार्मिक स्थल है इधर, बहुत हेर्न लायकका लागि एकदम बहुत अच्छा ठाउँ है साथीहरू। गाइस आप आइए, वहाँ आंटी भी है इधर है ना गाइस। वो बाटो एकदम बाटो नैरो है ना साथीहरू, वहाँ पर अटका रहे हैं। क्या बोलता है उसकी हमारी वो नहीं आता है, वो के बोलता है उसका साथीहरू। हेर्नुहोस् ल हेर्नुहोस् साथीहरू मैले अलिकति हिन्दी बोलेँ तापनि मलाई हिन्दी बोल्न आउँदैन साथीहरू। ल हेर्नुहोस् त साथीहरू इन्डियन नेपाली सबै हुनुहुन्छ यहाँ। एकदम घुइँचो छ साँघुरो बाटोमा। ल हेर्नुहोस् साथीहरू यति रमाइलो ठाउँमा तपाईँहरू पनि आउन सक्नुहुन्छ साथीहरू। हेर्नुहोस् साथीहरू, हेर्नुहोस् त भिडभाड आम्मामा। ल हेर्नुहोस् साथीहरू कस्तो छ भिडभाड। हेर्नुहोस् साथीहरू आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि हाम्रो नेपाल सरकारले पनि साथीहरू अलिकति ध्यान दिनुपर्ने हुन्छ साथीहरू। त्यसमाथि बजेटिङको हिसाबले होस् अथवा पर्यटकीय स्थललाई कसरी व्यवस्थापन गर्ने भनेर पनि साथीहरू यो सरकारले एकदम पर्यटकीय स्थलहरूलाई आन्तरिक बाह्य पर्यटक भित्राउनको लागि के गर्नुपर्छ भनेर एकदम ध्यानपूर्वक व्यवस्थापन गर्नुपर्ने हुन्छ साथीहरू। यसलाई एकदम ध्यान केन्द्रित हो सरकारको र यहाँ अलिकति केही कुराहरूको अलिकति व्यवस्थापन गर्नुपर्ने देखियो साथीहरू। र हामी चाहिँ साथीहरू अब हामी फर्किसक्यौँ, भित्रको दर्शन दृश्यहरू अवलोकन गरेर हामी चाहिँ अब फर्किसकेछौँ। उहाँ दिदीहरू मेरो बुढी छोरी पनि उठिसकेकी छन् अहिले त, अनि त्यस बच्चा दिदीहरू पनि आएछन् पछाडि आउनुभएको छ। हामी चाहिँ माथि अब बाहिर निस्किनेवाला छौँ साथीहरू है साथीहरू। अब हामी चाहिँ सिडी हुँदै बाहिर निस्किनेवाला छौँ। मलाई चाहिँ यहाँ के लाग्यो भने साथीहरू अलिकति बत्तीको कमी भयो जस्तो लाग्यो साथीहरू। भित्रमा बत्ती अलिकति बाक्लो मात्रामा हुनु पर्थ्यो साथीहरू, अलि उजिलो भएपछि हिँड्न सहज हुन्थ्यो साथीहरू होइन। अब हामी चाहिँ साथीहरू अब लगभग हामी बाहिर निस्किसकेका छौँ। अब बाहिर निस्किएर एकदम भित्र नि त्यस्तो अक्सिजनको मात्रा त्यस्तो लेभल कम त भएन साथीहरू, एकदम दामी नै भयो। चिसो पानी सर्र आउँदो रहेछ, माथिबाट पानी तप चुहिएको, तर दामी भयो, घुमियो एकदम राम्रो। अब बाहिर निस्किसक्यौँ साथीहरू। यहाँबाट हामी चाहिँ एक्जिस्ट हुनेवाला छौँ साथीहरू है। अब एक्जिस्ट भइसकेको पश्चात हामीले हेर्नु साथीहरू यहाँ अब यस्तो दामी दृश्य फेरि मैले देखाउँछु हजुरलाई साथीहरू। हेर्नुहोस् न यस्तो दामी फेरि मेरो मनले मान्दैन साथीहरू, यस्तो दामी होइन। ल हेर्नुहोस् साथीहरू यहाँ गणेश भगवान् पनि त्यहीँ हुनुहुन्छ। हेर्नुहोस् साथी दर्शन गर्नुहोला साथीहरू। ल हेर्नुहोस् साथीहरू यस्तो दामी दृश्य छ कि हेर्नुहोस् न साथीहरू, मनले मान्दैन कि साथीहरू। हेर्नुहोस् त तपाईँहरू एकचोटि अवश्य पनि घुम्न आउनु पर्नेछ साथीहरू। ल हेर्नुहोस् साथीहरू बाहिरको दृश्य यस्तो छ साथीहरू। अब हामी बाहिर निस्किसकेछौँ। हामीले चाहिँ यहाँ चाहिँ अब यस्तो दामी छ साथीहरू। तपाईँहरू पनि एकचोटि एकदम मेरो छोरी हेर्नुहोस् न फेरि हा कति मजा आइरहेको छ मेरो छोरीलाई। आमामा हेर्नुहोस् न कति
क्युटी क्युटी मेरो छोरी हेर्नुहोस् ल साथीहरू ओ माई गड ल हेर्नुहोस् साथीहरू कति खुसी भएकी छिन् मेरो छोरी पनि हेर्नुहोस् त आमामामा खुसीले गद 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 हेर्नुहोस् न मक्क परेर हेरिछिन् मलाई टल्लो परेर अब दौडिन्छन् फेरि मेरो छोरी हेर्नुहोस् न कसरी दौडिरहेछन् फेरि ओहो छोरीलाई धेरै रमाइलो लागेको छ घुम्नलाई अब आइसक्रिम खाएर हेर्नुहोस् त फेरि मेरो सानी छोरीलाई आइसक्रिम खाएर लुगाबुरी लत्ता पत्ता लगाएर हेर्नुहोस् त कस्तो बनाइछिन् आम्मामामा हामी पनि बचपनमा यस्तै थियौँ साथीहरू के हेर्ने होइन बच्चाको बेलामा यस्तै हो साथीहरू हेर्नुहोस् त मुखभरि कपडाभरि कता हो रमाइलो छ जिन्दगी यति बेला नै हो साथीहरू होइन बच्चाको बेलामा बचपनमै नै रमाइलो हुन्छ साथीहरू मक्ख परेछ हेर्नु न कसरी चाटिछन् कसरी चाटिछन् हेर्नुहोस् त साथीहरू ओहो खुब मिठो बच्चा अरे साथीहरू हेर्नुहोस् है अब फेरि मेरो छोरी दौडिन्छन् अब फेरि अब पर पानीमा खेल्न जान्छ हेर त्यहाँनिर अब त्यहाँ भगवान्को मूर्तिहरू छ त्यहाँनिर पानी पनि सरा पानी टक्क फोहरा राखेको रहेछ साथीहरू आहा बच्चाहरू पनि खेलिरहेको छ हेर्नु ल हेर्नुहोस् साथीहरू त्यहाँनिर हेर्नुहोस् अब टक्क गौतम बुद्ध जस्तो देखिने मैले त गौतम बुद्ध जस्तो लाग्यो कि खै अब यो तर गौतम बुद्ध नै होला सायद टक्क दामी मूर्ति सर टक्क हेर्नुहोस् पानी फोहरा सर रमाइलो छ साथीहरू घुम्ने अवश्य पनि आउनु पर्ने हुन्छ साथीहरू तपाईँहरू पनि एकदम पोखरामा रहेको गुप्तेश्वर महादेवको दर्शन पनि गर्नुहुन्छ र डेभिस फल पनि हेर्न सक्नुहुन्छ यहाँ आइसके पश्चात रमाइलो छ साथीहरू हेर्नुहोस् यस्तो रमाइलो छ साथीहरू यहाँ प्रेममा ल साथीहरू हामी गुप्तेश्वर महादेव दर्शनपछि हामी चाहिँ नास्ता खानालाई मोमो खानालाई हामी चाहिँ के भन्छ बगरभन्दा अलि तल पालिकी चोकभन्दा अलि माथिपट्टि गएर त्यो काठमाडौँ मोमो झोलमा गएर हामीले मोमो झोल खायौँ साथीहरू होइन मोमो झोल मोमो भन्छ के भन्छ यसलाई हामीले टक्क लगाएर मजाले खायौँ साथीहरू पेट भरुन्जेल फुटुन्जेल खाइयो साथीहरू यहाँ चाहिँ मेरो छोरीले पनि खाइरहेको छिन् हेर्नुहोस् त चाउमिन पनि खाएछिन् अनि फेरि के भन्छ मोमो पनि खाएछिन् मेरी बुढीले मेरी हुने बुढीले पनि खाएछिन् ल हेर्नु साथीहरू हामी चाहिँ त्यस पश्चात साँझ परिसके पश्चात चाहिँ त्यहाँबाट फर्किसके पश्चात हामी चाहिँ लेक साइडको भ्यू हेर्नलाई साँझको भ्यू हेर्नलाई हामी चाहिँ कोठाबाट निस्किसक्यौँ साथीहरू ल हेर्नु साथीहरू हाम्रो अगाडि मेरी बुढी अनि दुईटी दिदीहरू ठुमुक ल हेर्नु साथीहरू हामीले घुम्दै जाने बेलामा फेरि त्यहाँ एउटा यस्तो रमाइलो दृश्य देखियो त्यहाँ रोदी घर होला सायद के हो साथीहरू त्यहाँ होटलकै अब नजिकमा रहेको त्यो दोहोरी साँझ के हो साथीहरू त्यहाँ हामीले चाहिँ रोडबाट देख्यौँ अनि मैले चाहिँ फोटो भिडियो चाहिँ टक्कले मैले साथीहरू एकछिन पनि हेरियो साथीहरू होइन दामी नाच्नु भएको छ साथीहरू त्यहाँ चाहिँ हेर्नुहोस् ल त्यो हेलो गाइस लेक साइडको आजको रात्रिकालीनको भ्यू चाहिँ यस्तो छ है साथीहरू हेर्नुहोस् आमा यतिको चहलपहल छ अझै पनि होइन गाइस खत्रै मेला लाउँदा त झन् के होला है पारा आम्बो अनि साथीहरू एकछिनपछि मेरो बुढीले म भिडियो खिच्छु नि त म भ्लग बनाउँछु नि त भनिने यसरी भिडियो खिच्दैछन् बुढीले मैले चाहिँ बेबी बोकेर हिँड्दैछु दिदीहरू पछाडि आउँदै हुनुहुन्छ साथीहरू यसरी भिडियो बनाइछिन् बुढीले चाहिँ अगाडि आउँदै अनि त्यसपछि फेरि बुढीले टिकटक बनाउने भनेर फेरि मैले टिकटकको भिडियो बनाइदिरहेको छु साथीहरू टक 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 लगाएर हिँडिछन् मेरो बुढी चाहिँ ओहो हेर न फेरि फनक्क घुमी क्या आमा हेर न नाटक फेरि अनि फेरि आमा छोरीको पनि हिँडेको भिडियो बनाउने भनेर टिकटकमा हाल्ने भनेर अनि फेरि मामु छोरीको भिडियो पनि गराइदिरहेको छु साथीहरू टक 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 लगाएर मेरो छोरी कति राम्रो हिँडेको हेर त क्युट टक 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 लगाएर हेर साथीहरू हो नि मामु छोरी हिँडिरहेछन् पुरै टक्क लगाएर हेर न लेक साइडको भ्युजमा लेक साइडको भ्यू त्यही माथि मेरो यति राम्रो क्युट छ नि साथीहरू आम्बो हेर दगुरीकी फुच्ची फेरि हेर न मम्मी छोरी पनि दगिरहेका छन् हेर्नु साथीहरू यसरी मैले फेरि पछि जाँदै भिडियो बनाइदिरहेको छु साथीहरू अनि फेरि मान्छेहरूको आउँछ त यताउता छँदैछ फेरि अर्को पनि भिडियो बनाउने रे अनि साथीहरू हामीले यति भिडियो बनाइसके पश्चात हामी चाहिँ अब कोठातिर फर्किन लाग्यौँ साथीहरू हामी चाहिँ दिदीको कोठामा बसेको थियो साथीहरू यसरी अनि हामी चाहिँ अब कोठामा लागिरहेको छौँ साथीहरू भिडियो बनाउँदै ल साथीहरू बाई बाई अर्कोचोटि भेटौँला बाई।